अब टिकटक एउटै मात्र सहारा भयो कुरा गर्नको लागि। फेसबुक त चट खुसी लगाइरहेको होला, उहाँहरूलाई चाहिँ कहाँ नै आनन्द भइरहेको होला नेपाल सरकारलाई। ठिकै छ, धेरैजना नेपालीहरूको निद हराम गरे भन्छ नि, त्यो निन्द्रा लुटेर खोसेर, रोजीरोटी खोसेर, निन्द्रा खोसेर उहाँहरू आनन्दसँग सुतिराख्नु भएको होला, सुत्ने होला। अब भन्दा भएपछि अब त कसैले कुरा काट्ने मान्छे पनि छैन, कुरा काट्ने ऊ पनि हुँदैन। तर उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, तपाईँहरू अहिले आरामले सुत्नुहोस्, तपाईँ सुतेरै बस्नुहोस्। हामी जाग्दैछौँ। हामी अब बल्ल आँखा खुल्दैछ धेरैजनाको, ओहो कस्तो कस्तो मान्छेलाई छानियो, कस्तोहरूलाई चाहिँ गरियो भनेर। सायद तपाईँहरूले पनि केही राम्रै गर्न खोज्नु भएको होला, तर तपाईँहरूलाई राम्रो र नराम्रो तपाईँहरूले सायद छुटाउन गाह्रो भयो कि भनेर चाहिँ यो भिडियो बनाउँदैछु। तपाईँहरूले जति पनि गर्नुभएको छ, आफ्नो सोभरेन्टीको कुराहरू अस्ति पनि मैले भनिसकेको थिएँ, सोभरेन्टीको कुराहरूलाई लिएर तपाईँले भन्नु त्यो ठिक हो, त्यसमा मेरो ऊ छैन। तर त्यो गरुन्जेलसम्म त्यसलाई चाहिँ भन्दाखेरि हामी कुन धरातलमा छौँ, हाम्रो कुन चाहिँ उसमा छ, त्यो चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ। तपाईँले त्यतातिर चाहिँ सोच्नु भएन। खैर ठिकै छ, यो विषयमा कति कुरा गर्नु, कति उस मात्रै बोल्नु होइन। मलाई चाहिँ हामी जनताले अझ पनि जे भने पनि पत्याउने, किन पत्याउने अथवा कस्तो खालको जनता हो भनेर चाहिँ यो कुरा खास गर्न मन लाग्यो। एकैचोटि मेटाले चाहिँ इमेल पठायो, यो गर्यो त्यो गर्यो भनेर मक्ख परिरहेको छ, अब त खुल्छ होला, अब चाहिँ फेसबुक बन्द हुँदैन होला भनेर। फेक न्युज के हो भन्ने कुरा पनि हामीले चाहिँ बुझ्नुपर्छ क्या, भन्दैमा मक्ख परिहाल्ने होइन। फेसबुक र मेटाले चाहिँ त्यसरी अहिलेसम्म पठाएको छैन। जुन कुरा चाहिँ अहिले सरासर गलत हो, यो कुनै फेक इमेल हो, त्यो धेरैजना उहाँहरूले पुष्टि पनि गरिसक्नु भएको छ, त्यतातिर नलागौँ। अनि अर्को कुरो, डिएसएन युज गरेर, VPN युज गरेर नचलाउँ, फेसबुक युट्युब नचलाउँ, किनभने नेपाल सरकारले बन्द गर भनेपछि बन्द चाहिँ गर्नुपर्छ। किन सरकारको नियम, हामी जुन राष्ट्रमा छौँ, जुन देशमा बसिरहेका छौँ, सरकारको नियम, नीति नियम, अदालतको नीति नियमलाई नमान्ने भन्ने हुँदैन, मान्नुपर्छ। हामीले चाहिँ त्यो मान्ने हो, तर सरकारलाई सुझाव पनि दिनुपर्छ। जहिले पनि झगडा गरेर कराएर त्यो गाली मात्रै गरेर केही कुरा हुँदैन। उहाँहरूलाई चाहिँ सम्झाउने बुझाउने पनि हुनुपर्छ। जहाँसम्म लाग्छ हामीले सम्झाउन जानेनौँ, उहाँहरूलाई बुझाउन जानेनौँ। सो यो कुरा चाहिँ हामी सबैजनाले गरौँ, बरु सकिन्छ भने टिकटकमा सबैजनाले अपिल गरौँ। यो गर्दाखेरि टिकटक चाहिँ चल्छ नि, अरूमा अपिल गर्न सकिँदैन। टिकटकमा एउटा चाहिँ ट्रेन्डिङ चलाउँ। कस्तो ट्रेन्डिङ भन्दाखेरि चाहिँ यसरी अन्धाधुन्ध कुनै पनि सोसियल मिडिया बन्द नगरौँ सरकार भनेर एउटा कुनै ऊ गरौँ। अनि यो चिजलाई चाहिँ चाँडोभन्दा चाँडो डिप्लोमेटिक लेभलमा सकाउँ भन्ने किसिमले चाहिँ कुनै भिडियो बनाऊँ, ताकि उहाँहरूले चाहिँ यही भिडियोलाई होइन, यस्तै भिडियोलाई लिएर ओहो यति धेरै इम्प्याक्ट परेको रहेछ भन्ने कुरा थाहा होस् है। हुन त उहाँले चाहिँ गान्धी महात्मा गान्धी होइन, धेरैजनाले सुनेको होला, उहाँको एउटा चाहिँ ऊ थियो कथन भनाइ अथवा के भन्नु त्यसलाई, कोट, बुरा मत देखो भनेको नराम्रो नहेर, नभन होइन, बुरा मत सुनो, नराम्रो नसुन, र बुरा मत बोलो, नराम्रो नबोल। आँखा छो, बुरा मत देखो, बुरा मत सुनो, बुरा मत बोलो। यो भनेको नराम्रो नहेर, नराम्रो नसुन र नराम्रो नबोल भनेको। यो चिजलाई चाहिँ उहाँहरूले अलिकति आफ्नो ढङ्गबाट चाहिँ प्रेजेन्ट गर्नुभयो जस्तो लाग्यो क्या। बुरा मत देखो, मैले नराम्रो काम गर्दैछु भने मेरो बुराइ नहेर। अहिले सरकारले जति पनि नराम्रो कामहरू उहाँहरूको आलोचना भइरहेछ, त्यो नहेर, त्यो आलोचना नसुन, हाम्रो आलोचना कसैले नसुन, र हामीलाई नराम्रो कसैले नभन। यो कुरा चाहिँ सायद उहाँले हामीलाई लागू गराउन खोजिराख्नु भएको छ। हामीले चाहिँ यसको विषयमा चाहिँ यस्तो होइन, सरकारले चाहिँ यो चिज रोक्दैमा रोकिँदैन र हामीलाई यसले असर परेको छ भन्ने हिसाबले चाहिँ भन्नुपर्छ। सबैजनाले एउटा ट्रेन्डिङ भिडियो चलाउँ टिकटकमै, लेट्स स्टप दिस, इनफ इज इनफ। यसरी हुँदैन। यदि यो राष्ट्रिय स्तरको इस्यु हो भने यसलाई चाहिँ डिप्लोमेटिक वेमा सल्टाउनुपर्छ, न कि सर्वसाधारण आम जनतालाई चाहिँ असर गर्ने किसिमले सल्टाउने। यो बन्द गरेर मेटा या युट्युबलाई या सोसियल प्लेटफर्मलाई कतिको असर गर्यो
त्यो मलाई थाहा छैन, त्यो हामीलाई थाहा छैन। तर हामी युजर्सहरू, हामी प्रयोगकर्ताहरूलाई चाहिँ धेरै असर गरेको छ र भविष्यमा जति जति दिन यसले बन्द हुँदै जान्छ, जति धेरै यसले चाहिँ समय लिन्छ, त्यति धेरै घाटामा हामी हुन्छौँ। नेपालको इन्डस्ट्री, फिल्म इन्डस्ट्री, सञ्चार मिडिया र यो डिजिटल क्रिएसन सबै चिजहरू धराशायी हुने अवस्थामा छ। नेपालमा धेरैचोटि धेरै चिजहरू धराशायी भएको थियो। एक समय थियो म्युजिक इन्डस्ट्री धराशायी भएको समय, जब त्यति बेला चाहिँ रिलबाट अथवा एनालगबाट डिजिटल सिस्टममा गएको थियो, त्यति बेला म्युजिक इन्डस्ट्री धराशायी भएको। त्यति बेला धराशायी भएपछिको म्युजिक इन्डस्ट्री अहिलेसम्म उठ्न सकेको छैन, उठेन। जस्तै music.com, सम्झना अडियो भिडियो, धेरैजनाले चिन्ने चाहिँ चिरपरिचित इन्डस्ट्री थियो, त्यति बेला कम्पनी थियो म्युजिकको। त्यो चिजहरू अहिलेसम्म राइजमा आउन सकेन, किनभने गभर्मेन्टको पोलिसी पनि थिएन। सो अहिले यसरी गर्दाखेरि संसार डिजिटल युगमा पुगिसक्यो, अनि नेपालीले चाहिँ आफ्नो अभिव्यक्ति चाहिँ दिन नपाउने, केही चिज गर्न नपाउने भन्ने हिसाबले चाहिँ यसरी जुन सोसियल मिडियालाई बन्देज गरिएको छ, त्यसले चाहिँ हामीलाई राम्रो कदापि गर्ने छैन। हाम्रो यो इन्डस्ट्री, हाम्रो यो क्षेत्रलाई चाहिँ राम्रो बन्नेवाला छैन। त्यही भएर अलिकति सोचौँ सरकार, यसलाई चाहिँ तुरुन्तै डिप्लोमेटिक तरिकाले बन्द गरौँ भनेर चाहिँ म पनि भन्छु, यहाँहरूले पनि भन्नुहोला। थ्याङ्क यू सो मच।